हेलो हेलो साथीहरू, के छ हो खबर तपाईहरुको? गुड मर्निङ फ्रम भक्तपुर। तपाईहरु सबैजनालाई चाहिँ स्वागत छ मेरो यो सुन्दर बिहानीको लाइभमा। आज हाम्रो घरमा पूजा छ अनि यसरी पूजा गर्ने कार्य चलिरहेको छ। गुरुजीले पुरा पूजा गर्दै हुनुहुन्छ, बुवा पूजामा बस्नु भएको छ। यस्तो रमाइलो छ यहाँको माहौल चाहिँ। फुलहरू फुलिरहेको छ। यो फुलको नाम चाहिँ के हो थाहा भएन। अनि यति मजाले फुलिरहेछ है। तुङ्गे फुलहरू पनि फुलिरहेछ। हाम्रोतिर चाहिँ तुङ्गे फुल भन्छौँ। यस केराको बोट पनि छ, एकदम रमाइलो देखिरहेछ यहाँको माहौल चाहिँ। राम्रो कति सुन्दर देखिएको छ कि आजको मौसम। हाम्रो घरमा कोदो पनि छ। कोदो चुट्ने टाइम भएको छैन, अब सुकाइरहेको छ। चुट्नुपर्छ 1-2 दिनमा मजाले। कसलाई कोदोको रोटी मनपर्छ मेन्सन गर्नु होला है। अनि यसरी पूजाको कार्यहरू चलिरहेको छ हैन। रमाइलो भइरहेछ माहौल। मेरो बहिनी चाहिँ एकदम लजाउँछिन्, क्यामेरामा मलाई नदेखाऊ भनिरहेछिन्। नदेखाऊ मलाई भनेर ऊ गयो। म चाहिँ यसरी वरिपरि हेरेर पूजा हेरेर इन्जोय गरेर बसिरहेको छु। अनि आज तुलसीको होम हाल्ने दिन। अनि त्यस पछाडि मजाले हैन दही चामल तेल कसले खानु भयो। हजुरहरूको घरमा पूजा लगाइसक्नु भएको छ कि छैन? हाम्रोमा चाहिँ आज यस केराको बोट पनि छ। मजाले केरा पनि फलिरहेछ। अनि म चाहिँ यसरी वरिपरिको पुरै रमाइलो इन्भाइरोमेन्ट हेरेर इन्जोय गरेर बसिरहेको छु कि मस्त। यति रमाइलो इन्भाइरोमेन्ट छ है। सबैजना आफ्नो आफ्नो धुनमा हुनुहुन्छ, पूजा गर्दै हुनुहुन्छ। गुरुबुवाले पूजा गर्दै हुनुहुन्छ, बुवा हुनुहुन्छ, मम्मी हैन। अनि हेर्नुहोस् है, यो केरा कसलाई मनपर्छ। हाम्रो घरमा त केरा पनि मस्त एकदम मजाले फलिरहेछ टन्नै बोटमा। कसलाई केरा मनपर्छ मेन्सन गर्नु होला। तपाईहरुको घरमा पनि केरा छ कि छैन? अनि केरा कसलाई मिठो लाग्छ, कसलाई मनपर्छ मेन्सन गर्नु होला। यस हाम्रो घरमा चाहिँ यस्तै फलिरहेको छ है साथीहरू। अनि त्यस पछाडि पूजा पनि भइरहेको छ अनि रमाइलो भइरहेको छ। अब यसरी पूजा गर्दा यताउति अब यस्तो हुँदाखेरि चाहिँ कोही चाहिँ सेल्फी खिच्नमा व्यस्त हुनुहुन्छ। अनि मनमा नै शान्ति फिल हुने, घरमा पनि शान्ति भएको फिल हुने, त्यस्तो हुँदो रहेछ। अनि ठिकै छ। मेरो यो फुलको बोट चाहिँ पुरै ढल्केर यस्तो भुइँतिर गइसक्यो। यसलाई अब काट्नुपर्ने हुन्छ। अनि यो मनी प्लान्टको बोटलाई चाहिँ के भयो साथीहरू, तल चाहिँ राम्रै भइरहेछ, तर यहाँ माथि गए पछाडि चाहिँ पुरै सुकेर पातहरू नै मर्न आँटिसक्यो। अब यसलाई कसरी बचाउने होला, केही आइडिया छ भने आइडिया दिनु होला भन्न चाहन्छु। यदि कसैलाई नलेज छ कसरी चाहिँ मनी प्लान्टलाई सुरक्षा गर्ने भनेर। उसलाई हेर्नुहोस् बाहिरको इन्भाइरोमेन्ट। हो माई गड, यस्तो रमाइलो यति राम्रो इन्भाइरोमेन्ट छ नि। जुन अब हाम्रो घरमा हेर्नु है, मुन्तला पनि छ। मुन्तला चाहिँ थोरै फलिरहेको छ। अस्ति नै सबै झरेर सक्यो, अब पाक्छ होला। यो फुलहरू फुलिरहेको छ। यो फुलको नाम के हो मलाई थाहा भएन। यो फुलको नाम पनि थाहा छैन, फुलिरहेको छ। अनि अहिले चिसोको कारणले गर्दाखेरि होला सायद फुलहरू पनि सबै त्यति राम्रोसँग फुलिरहेको छैन अहिले चाहिँ। अब पछि अलिकति मौसम राम्रो भए पछाडि चाहिँ फुल्छ। ट्यान क्याक्टस साथीहरू हेर्नुहोस्, यहाँ क्याक्टस पनि छ। यो क्याक्टसमा पछि फल लाग्छ, खानु मिल्छ भन्ने सुनेको थिएँ। फल्यो भने म अवश्य नै देखाउने छु है। ल हेर्नुहोस्, यस्तो रमाइलो छ नि वरिपरिको वातावरण। यो प्राकृतिक सुन्दरताको अगाडि त हैन सबै सुन्दरता नै फिक्का पर्छन् भन्छ नि, त्यस्तै हो कि। यस्तो राम्रो देखिएको छ नि यहाँबाट। यहाँको सबै इन्भाइरोमेन्ट वरिपरिको डाँडा काँडा हरियाली हैन। अनि गाउँमा बस्नुको मजा नै यही नै हो कि। सुन्दर शान्त हैन, हरियाली अनि स्वच्छ पनि। त्यस पछाडि कोलाहलबाट अलिकति टाढा। यदि त्यस्तो इन्भाइरोमेन्ट चाहिन्छ हामीलाई भने चाहिँ हामी चाहिँ अलिकति गाउँमा बस्दाखेरि चाहिँ राम्रो हुन्छ कि। रमाइलो पनि हुन्छ। हेर्नुहोस् न, जङ्गलको बिच जस्तो छ है। रमाइलो छ वरिपरि वातावरण चाहिँ एकदमै रमाइलो छ। अनि को कहाँदेखि मेरो भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला, सपोर्ट गर्नु होला हैन। कस्तो लाग्छ भिडियो, अझ कसरी बेटर राम्रो भिडियो लिएर नसकिन्छ भन्नु होला। हजुरहरूको सजेसनको चाहिँ एकदमै धेरै खाँचो छ मलाई हैन। यदि च्यानल सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गरेर सहयोग गरिदिनु होला हैन। अझ राम्रो भिडियोहरू बनाउने कोसिस गर्नेछु भन्न चाहन्छु सबैजना साथीहरूलाई, जतिजनाले पनि हेरिदिनु भएको छ। फुलहरू चाहिँ बिचरा कुक्रुक्क परेर बसिरहेको थियो। अब घाम लागे पछाडि चाहिँ तिनीहरूलाई पनि अझ न्यानो फिल भयो होला।
अनि चिसो चाहिँ अलिकति बढेकै छ। तपाईँहरू पनि कता हुनुहुन्छ, जहाँ हुनुहुन्छ आफ्नो केयर गर्नुहोला, चिसोबाट बच्नु होला भन्न चाहन्छु। अनि अब यस्तो चिसो हावा पनि लागिरहेछ, घाम पनि लागिरहेछ, रमाइलो दिन भइरहेछ, घमाइलो दिन भइरहेछ हैन। पुरै यस्तो मजाले मान्छेको बारीमा तोरीहरू फुलेर पहेँलो भइरहेको छ कि यस्तो देख्दै आनन्द लाग्ने। खेतहरूमा गहुँ छर्नको लागि पुरै रेडी बनाएर कस्तो राम्रो बनाएर राख्नु भएको छ। हेर्नु न खेतहरू, पारी देखेको त सबै खेतहरू हो मान्छेको। अनि हाम्रो बारी छ यहाँ मुनि, ऊ बारीमा चाहिँ कोदोहरू टिप्नलाई आधी टिप्यो, आधी चाहिँ ऊ त्यत्तिकै टिपेर राख्नु भएको रहेछ मम्मीले। यस्तो छ यहाँको इन्भाइरोमेन्ट चाहिँ। अनि यता चाहिँ मजाले पुतलीहरू घुमिरहेछन्, उडिरहेछन् होइन, चराचुरुङ्गी कराइरहेछ। यस्तो हाम्रो यो घरभन्दा माथि बाटोबाट हिँडिरहनु भएको छ मान्छेहरू। अनि त्यस पछाडि यस्तै छ यहाँको इन्भाइरोमेन्ट चाहिँ, रमाइलो छ। थ्याङ्क यू सो मच साथीहरू सबैजनालाई। मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन गरिदिनुहोस्। थ्याङ्क्स फर वाचिङ एभ्री वान। थ्याङ्क यू सो मच।